हेलो एभ्रिवान वेलकम टु हजुरहरूलाई मेरो भ्लगमा म चाहिँ यहाँ कहाँको भन्दाखेरि चाहिँ साथै यहाँ चाहिँ हाम्रो नानीको चाहिँ होइन आज वेडिङ सेरेमनी राइस फिटिङ सेरेमनीमा है यहाँ चाहिँ हुन्छ हाम्रो नानीको मम्मी चाहिँ है ल यहाँ बसिरहेको छ है आजको मैले नानी चाहिँ यहाँ सुतिरहेको छ है हाम्रो माइजू हुनुहुन्छ है यहाँ हाम्रो नानीको चाहिँ दिमा दिमा भन्छ बोजू हजुर मुममा हुनुहुन्छ लु है यहाँ चाहिँ हाम्रो सबैजना जमघट भइरहेछ है नानीलाई एकदम आशीर्वाद दिनको लागि हेर्नुहोस् है साथी हाम्रो नानीलाई आशीर्वाद दिन चाहिँ सबजना भेला भइरहेछ हाम्रो बहिनी हाम्रो मामा दाजुहरू सबजना बसिरहनु भएको रहेछ है यहाँ मेरो बुढो एकदम आइगयो है मेरो छोरा हाम्रो माइक एकदम बिजी रहेछ अहिले हेरिदिनुहोस् है नानीको बापा है बिचरा बिजी रहेछ यहाँ हाम्रो भाइहरू ए माइजू हाम्रो छिमेमा हुन्छ हुन्छ लु सबैजना बिजी हातमा टिटी रहेछ सबैजना भेला यहाँ हाम्रो चेलीबेटीहरू है सबैजना बिजी है ल किन आइस लाग्यो हाम्रो दिदी है हात हालेर दिनुहोस् न साबित्री भएछ है लु यहाँ चाहिँ यस्तो छ हाम्रो गाउँघरमा चाहिँ दुईजना खुच्चु खुच्चु बात मात्रै छ साथीभाइहरू यहाँ चाहिँ हाम्रो बहिनी आइपुगेको छ यहाँ हाम्रो अनामिका अयो त्यो यहाँ हाम्रो हेर्नुहोस् ल अब कुकर भनौँ न हाम्रो समस्या एकदम स्पेसल कुक हो नि त उहाँ चाहिँ जहाँ पनि है हाम्रो सञ्जीव भाइ अलवेज हाम्रो प्रितम भाइ है हाम्रो सञ्जीव भाइ र प्रितम भाइ चाहिँ हाम्रो समाजको मोस्ट इम्पोर्टेन्ट पर्सन भनौँ न है स्पेसल कुक हो है ल खाइ साथीहरू हाम्रो है सानो छोरीको चाहिँ बडा भाउ बडा है देपा अचार है यसमा राइस आइछ है यो तपाईँको दाल मखनाहरू छ पालक पनिर मसरुम फिङ आइछ है स्वादी रहेछ नि त भाइको ल साथी हो यहाँ दही बडा स्पेसल छ हाम्रो दिदी है यस्तो मिठो बनाउनु भएछ है ल हेर्नुहोस् त गार्निसिङ हेर्नुहोस् मेन है हजुरहरूले उसलाई त कस्तो छ दिनुहोस् न मिठो भएछ अस्ति भ्लग हेर्नुभयो यहाँ आइपुगेछ हाम्रो बहिनीहरू भ्लग भ्लग अलिकति उता साथी हो हाम्रो गाउँघर त्यस्तो छ है आमालाई चाहिँ हाम्रो कुनु आएछ है यस्तो राम्रो मुख साथी भयो है खानु थाल्यो हाम्रो माइक पनि मामाहरू पनि खानु भयो कस्तो भइरहेको ल है ल हाम्रो दाजु यहाँ हाम्रो नाना है हाम्रो नानीको शरीरमा मिठो भयो यहाँ चाहिँ है नानीको निनी है बडाको लागेछ है मम्मीले त्यो ब्युटी पछि छोरी ल साथीहरू अब म चाहिँ फर्किनु लागेको है थ्याङ्क यू फर वाचिङ एभ्रीवान